यस वेलकम छ है मेरो प्यारो मित्रहरू प्रकाश थापा त्रिवी युट्युब च्यानलमा। आज म छोटो मिठो केही शब्दहरू बोल्न गइरहेको छु। हाम्रो जुन सागर लम्सालजी हुनुहुन्छ हाम्रो कलाकार बोले उहाँलाई मान्छेहरूले हुने नहुने भनिरहेछ है। फेरि कसैले नारीलाई दोषी भनिरहेछ, कसैले फेरि पुरुषलाई दोषी भनिरहेछ। हामीले न पुरुषलाई दोषी भन्न मिल्छ न नारीलाई दोषी भन्न मिल्छ है। तपाईँ हाम्रो कुनै पनि अधिकार छैन र हाम्रो यो कर्तव्य पनि होइन कि अरूलाई दोषी फलानु निर्दोषी अहिले भन्न मिल्दैन हामीले। किनभने यो न्याय इन्साफ दिलाउने काम भनेको सबै अदालतको अदालत छ त। न्याय इन्साफ गराउने काम त उनीहरूको हो नि त। को दोषी को निर्दोषी त्यो त उनीहरूले पत्ता लगाउँछ नि त पछि। अब दोषी छ भने अवश्य पनि कारवाही गर्छ है। सजायको भागीदार हुन जरुरी छ। अब यदि दोषी छैन, यदि ऊ निर्दोषी निस्क्यो भने अनि पछि उसलाई दोषी भन्ने मान्छेहरूले चाहिँ के जवाफ दिने त। त्यही भएर हामीले डाइरेक्ट यो दोषी त्यो निर्दोषी भन्न मिल्दैन। जो जे छन् है, अब उनीहरूलाई अब अदालत छ है। अब हाम्रो सागरलाई अब जे होस् पक्राउ गरिसकेको छ, अब अहिले म्याथप पनि गरिरहेको छ। अब दोषी प्रमाणित भए अब सजायको भागीदार बन्न जरुरी छ, अवश्य बन्नु पनि पर्छ। चाहे ऊ मात्र होइन, तपाईँ हामी जोसुकै होस्, जसले गल्ती गरेको छ ऊ सजायको भागीदार बन्न अत्याधिक जरुरी छ है। मेरो प्यारो मित्रहरूलाई पनि म यसो इन्फर्म गर्न चाहन्छु। तर हामी आफै न्यायाधीश बनेर होइन, हामीले आफैलाई अदालत खडा गरेर फलानु दोषी फलानु निर्दोषी फलानुले यस्तो गर्नुपर्छ ढिसानुलाई त्यस्तो गर्नुपर्छ भन्नु चाहिँ मेरो विचारमा चाहिँ यो ठिक होइन है। त्यही भएर कानुन छ, कानुनभन्दा तपाईँ हामी कहिले पनि माथि हुन सक्दैनौँ। हामी सबै मिलेर कानुनको फलो गर्नुपर्छ, फलो गर्न जरुरी पनि छ। किनकि यो संसारमा मात्र नभए हाम्रो देशमा पनि सिस्टम छ, यो संसारै सिस्टमले चलेको छ है। त्यही भएर सिस्टमको खिलाफमा जानु हुँदैन। यदि कोही गएको छ भने त्यसलाई अवश्य सजाय हुन्छ है। त्यही भएर म यति मात्र भन्न चाहन्छु कि यो दोषी त्यो निर्दोषी भनेर अहिले नै कसैलाई पनि हामीले टिका टिप्पणी गर्न मिल्दैन है। हो, तपाईँहरू आफ्नो धारणा पोख्न पाउनुहुन्छ, तर धारणाको पनि एउटा सीमा हुन्छ कि कुन तरिकाले पोख्ने हो र। यसरी भएर त्यस्तो हुन नपर्ने हो यो तरिकाले जानुहोस् न। किन डाइरेक्ट त्यो फलानु दोषी फलानु यस्तो ढिसानु त्यस्तो भनेर किन भन्नु पऱ्यो। त्यही भएर हामी यो कानुनको खिलाफमा पनि नजाउँ र आफै न्यायाधीश भनेर है यो दोषी त्यो निर्दोषी भनेर निर्णय पनि नगरौँ। किनकि त्यो हामीलाई त्यो हाम्रो अधिकार पनि होइन, त्यस्तो गर्न हामीलाई छुट पनि छैन। त्यही भएर म सम्पूर्ण मित्रहरू जति पनि हुनुहुन्छ अहिले है, फलानु दोषी फलानु निर्दोषी भनेर आफैहरूले न्याय गर्नुभएको छ नि, यो सरासर गलत हो। यस्तो काम चाहिँ कसैले पनि नगरौँ है। ल यति भन्न चाहन्छु। थ्याङ्क यू, बाई।